नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल एसपीटीभी फ्यामिलीमा। आज चाहिँ यो फापर र मकैको ढेँडो, फापर धेरै छ, फापरको पिठो अनि मकैको पिठो मिसाएको, यो चाहिँ आँप र अनि महीमा उस गरेको, के भन्छ दहीमा भए उस हुन्थ्यो के अरे, अब के अरे दहीमा भए दही र के अरे त्यो केराको चाहिँ के भन्छ अनि दही र आँपको चाहिँ के भन्छ त्यो त थाहा छैन, के भन्छ नि। यो चाहिँ महीमा बनाएको आँप हालेर र आज चाहिँ यो कुखुराको मासु छ, यो लोकल कुखुरा। भिडियो मन नपऱ्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अस्ति 1 महिना अगाडिको भिडियोको चाहिँ 2000 भ्यू आएको छ है। 2000 भ्यू आउँदा पनि रमाइलो हुने, कस्तो रमाइलो लाग्ने। त्यसपछिको त फेरि आएन। फेरि जति हेरिदिनु भएको छ, हेरेर चाहिँ सपोर्ट गरिदिनु भएको छ, सबैलाई म धन्यवाद भन्न चाहन्छु। ल अब सुरु गर्छु यो ढेँडोबाट। कस्तो भयो है त आज ढेँडो। आज अलि धेरै लिएको छु ढेँडो चाहिँ, दिनमा पनि केही खाएन, भोक लागेको थियो, त्यही भएर। ल सुरु गरेँ। ओहो के अरे बोल्न चाहिँ त्यही हो, फेरि कतिचोटि अड्क्यो अघि, यस्तो हुन्छ। अनि भिडियो चाहिँ मैले अरू बनाएकोहरू अनि त्यो ढेँडो बनाएकोहरू बनाउँदै होइन, त्यो एडिट गर्दाखेरि हुँदैन कि, त्यसको क्वालिटी नै अनि के हुन्छ लो हुन्छ। त्यही भएर चाहिँ वान सट मात्रै, जे भयो नि गल्ती भयो नि जे भयो नि वान सट बनायो, अपलोड गर्यो। किनभने त्यही भएर अरू कुराहरू बनाएको, अब तरकारी बनाएको, ढेँडो बनाएको चाहिँ देख्नै पाउनुहुन्न। गर्मी हुँदा है ढेँडो बनाउँदाखेरि ओहो पसिना त लास्टै आउँछ भनेको, गर्मी भएर। मिठो भएको महीमा बनाएको के।
योभन्दा पहिलाको भिडियोमा है त्यो मकैको ढेँडो खाएको भिडियोमा माछा आँदा त दाँतमा त माछा यस्तो काँडा त भित्र पसिरहेको कि कस्तो झ्याउ भएर त्यही भएर भिडियो पुरा हुनै पाएन। अरू लास्टसम्म खाएको चाहिँ भिडियो बनाउनै पाएन। दाँतभित्र त्यो माछाको काँडा पसेर ढेँडो मिठो हुने नै भयो। मलाई चाहिँ एकदम मिठो भएछ यो ढेँडो खाँदाखेरि त कस्तो मन पनि कति खुस हुन्छ कि। ओहो दिनदिनै भिन्डी भन्नु होला होइन। सो यो चाहिँ किन भन्दाखेरि मैले लगाएको अब के गर्ने, घरमा लगाएको यही मात्रै छ, यही खानु पर्यो अब सलाद। अस्ति ढेँडो साह्रो हुन्थ्यो अलि, आज त गिलो बनाइदिएको।
भिन्डीले सुगरको लेभल पनि कम गराउँछ अरे भन्नुभएको थियो एउटा डक्टरले। त्यही भएर भिन्डीमा पनि जोड दिएको। खालि भात खान्छ नि। मैले गुलियो त मैले खाँदै खान्न चिनी त। चिनी नखाएपछि त्यहाँ अब चिनीको परिकारहरू के पर्छ सब बन्द। त्यो भात खाइन्छ धेरै। ढेँडो चाहिँ हप्तामा 2 चोटि 3 चोटि लास्टसम्म यो भिडियो हेर्नुहुनेलाई सबैलाई धन्यवाद। बाई बाई।